आदरणीय दर्शकवृन्द नमस्कार। म नारायण मगर आज पनि तपाईहरुको माझमा एउटा रमाइलो भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो हो गाउँघरतिरको गहुँ छर्ने सिजनमा गहुँ छर्दै गरेको भिडियो हजुरहरुको माझमा लिएर उपस्थित भएको छु। कृपया भिडियोलाई स्किप नगरी पुरा हेरेर लाइक कमेन्ट शेयर गर्नुहोला र फलो गर्न नभुल्नुहोला। फेरि यस्तै रमाइलो भिडियोहरु पाउनका लागि पेजलाई फलो च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला भन्न चाहन्छु। र गहुँ छर्दै छु म आज। अब मैले छरेको गहुँ कस्तो हुन्छ, आफूले गरेको काम राम्रै होस् भन्ने चाहना सबैमा हुन्छ र म पनि चाहन्छु मैले छरेको गहुँ एकदमै राम्रो होस्। दाइले जोत्दै हुनुहुन्छ, तल मेरो माइला दाइ हुनुहुन्छ, उहाँ जोत्दै हुनुहुन्छ। अनि एकदम जंगल बढी छ हैन, सरसफाई नगरेको कारणले गर्दाखेरि कोही जोत्ने कोही सरसफाई गर्ने त्यस्तै काम भइरहेको छ। दाइको काम चाहिँ जोत्ने अनि हाम्रो काम चाहिँ फेरि यसरी जंगलहरु फाँडेर हैन फाँडफुट गर्ने सरसफाई गर्ने बारी सफा गर्नु पर्यो हैन, ढिककुना सबै सफा गर्नुपर्छ। अनि सरसफाईमा लागेका छौं हामीहरु भरि। दाइले चाहिँ जोत्दै हुनुहुन्छ। अनि यो सरसफाई नगर्ने हो भने फेरि भोलि पर्सि मुसा लाग्छ, गहुँ खाइहाल्छ हैन। अनि गहुँ राम्रो हुँदैन। ल हेर्नुस् कस्तो जंगल छ, एकदम लामो लामो जंगल छ। यो मकै छरिसकेपछि बर्खामा यस्तो जंगल यो कालोझार भन्ने हैन, बनमारा पनि भनिन्छ, कालोझार पनि भनिन्छ। गाउँतिर पहिले चाहिँ यो बनमारालाई चाहिँ माओवादी झार पनि भन्ने गरिन्थ्यो हैन। माओवादी झार भनेको पनि सुनिन्थ्यो, तर खास चाहिँ अहिले प्रायले चाहिँ कालोझार भनेर चिन्ने गर्दछन् हैन। एकदमै बढी मात्रामा यो बारीमा ढिककुनातिर चाहिँ एकदम बढी छ के यो कालोझार चाहिँ। अनि यो पुरै कालोझार चाहिँ फेरि हातैले पनि आउँछ के, मजाले ओखाल्नुपर्छ, ओखालिन्छ मजाले चाहिँ यो काट्नै पर्दैन। तर आजभोलिको सिजनमा चाहिँ है, आजभोलिको सिजनमा चाहिँ ओखाल्दाखेरि मजाले आउँछ, जरा पुरै लुज भएको हुन्छ आजभोलि समयमा चाहिँ। अनि ओखाल्दाखेरि चाहिँ मजाले आउँछ के। अनि पर फाल्न जानु पर्यो, यो छेउमा फालिराखेपछि भोलि पर्सि सुक्छ, त्यही मल पनि हुन्छ फेरि हैन। अनि त्यो कारणले गर्दाखेरि यहाँ बाबुले पनि फाँडिरहेछ पुरै, यो पुरै सिस्नो छ यहाँ चाहिँ, सिस्नो फाँडिरहेछ। दाइ पारी जोत्दै हुनुहुन्छ। के गर्नु जोत्नु पर्यो हैन, गहुँ छर्नु पर्यो। अब गहुँ छर्ने सिजन भइरहेको छ हैन। गोरु पनि खासै हिँड्दैनन्, बिस्तारै हिँडिरहेका छन् गोरु पनि हैन। तर पनि गोरु भएको नभएको धेरै फरक पर्छ। मेरो चाहिँ गोरु छैनन्, माइला दाइको गोरु हो हैन। यो बारी जोत्ने हलो जोत्ने गाह्रो हुन्छ भनेर भन्छ हामी। बिस्तारै हिँड्छन् गोरुहरू। बिचरा धेरै थाकिसकेका छन् अहिले चाहिँ। बिहान चाहिँ राम्रै दुब्रेका थिए, तलैदेखि जोतेको नि त। अब योदेखि माथि अब 2टा छ, योसँग 3वटा हुन्छ। भर्खर यो सुरु भएको छ। अनि कति जोटुन् बिचरा, बिहानैदेखि जोतेको तलैदेखि। एउटा गोरुले चाहिँ ढिकबाट जोत्छ, एउटा गोरुले चाहिँ कुनाबाट जोत्छ। ढिकतिर जान डराउँछ, त्यो कारणले गर्दाखेरि यताबाट जाँदा चाहिँ ढिकबाट जोत्दै जाने, उताबाट आउँदा चाहिँ फेरि कुनाबाट जोत्दै आउनुपर्छ। अनि बिचमा चाहिँ सिद्धाउनुपर्छ। यसरी अब लास्ट हो यो हैन, लास्ट यो चाहिँ अब सिद्धिन लाग्यो। अब सिद्धिन्छ, धेरै छैन, अब थोरै बाँकी छ, अब सिद्धिनै लागिसक्यो। जोतेर गहुँ छरेर हैन, अब गहुँ छरेर सिद्धिन लाग्यो। बाबुले फाँडिरहेछ अझै पनि, सिस्नो पाती तितेपाती छ। फाइनली जोतेर पनि सिद्ध्यो गाइज। यो केरा हो, घरबारीको केरा, मुङ्रे केरा है, मुङ्रे केरा एकदम ठुल्ठुलो हुने। 2टा खाएपछि चाहिँ ड्याम्म अगाइन्छ।
मात्र 2टाले हैन। फाइनली सफा पनि गरिसकियो, जोतेर पनि सकियो। र भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्णमा धेरै धेरै धन्यवाद। फेरि यस्तै रमाइलो भिडियो हेर्नका लागि चाहिँ फलो गर्न र सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला भन्न चाहन्छु। यो केराबारी हो एकदम। फाइनली धन्यवाद।